हामी चाहिँ आज मैदाको चाहिँ नबनाऊँ भन्दै थियौँ नि त हैन आटाको बनाऊँ भन्दै थिए तर आटा पनि पाएन मैदाको पठाइदिएछ अन्त दोकानबाट त मैदाको पठाइदिएछ पैसा चाहिँ सुजी आटाको काटेको छ नि 50 रुपैयाँ कि 60 रुपैयाँ ए मैदा त कति हो 25 रुपैयाँ हैन 25 त म 54 नै हो त त्यो 60 मा 60 कति हो म त त्यस्तो बेसी मैदा त खादिनँ कि यादै हुँदैन 54 रहेछ 1 केजीको सुजी आटा चाहिँ दामी हुन्छ नि त हुँदैन टक हुन्छ नि फुट्ने उठ्ने हुँदैन है अझै खाएको मलाई क्या छिटो पास हुन्छ तर मलाई बेसी इस्ट हालेको चाहिँ त्यस्तो मन पर्दैन है इस्ट हालेको भन्दा चाहिँ यस्तै नर्मलै मन पर्छ मैले यसमा अदुवादेखिको लिएर हैन अलिकति धनियाँ सोया सस हो हुचिङ अन्त नुन मात्रै हाल्नुपर्छ हुचिङ र नुन मात्रै हाल्नुपर्छ अब यसमा अन्त यो कति 1 केजी जस्तो छ चिकन ल हेर्दै गर्नुहोस् ल फेरि म खाएको पनि देखाउँछु बाइ बाइ